हेलो नमस्ते सबैलाई। आज चाहिँ हामी फ्यामिली पिकनिक आएको छौँ अनि प्रत्येक वर्ष चाहिँ कम्पनीबाट यसरी ल्याउँछ यो ठाउँमा अनि हामी चाहिँ जाँदैछौँ। अब यस्तो रमाइलो हुन्छ यहाँ चाहिँ आइसक्रिम खाने लाइन लागिरहेछ अरे। आइसक्रिम खानेको लाइन छ यहाँ चाहिँ यस्तो भइरहेछ भिड। यहाँ चाहिँ मेरो छोरीले आइसक्रिम खाइरहेको छ अनि सबैजनाले यहाँ आइसक्रिम खाँदै यस्तो भिड छ, यस्तो रमाइलो भइरहेछ। यहाँ चाहिँ यस्तो राम्रो खेल्नेहरू छ, नानीहरू खेल्ने भयो, यहाँ ठुलो मान्छे पनि बस्नुभयो। एलिफेन्टमा हामी पनि चढ्नु आएको यहाँ छोरी र म। अनि यहाँ लाइन सबैजना लाइनमा हुनुहुन्छ यहाँ। वाह, अब हामी सबैतिर चढ्नुपर्छ ल। यहाँ रोटेपिङमा चाहिँ डर लाग्छ, यहाँ चढ्दिनँ, यति धेरै मान्छेहरू हुनुहुन्छ यहाँ। सुरु भयो एलिफेन्टमा। यसरी नानी बाबुहरूसँग चाहिँ बसेर यस्तो रमाइलो हुन्छ। जे होस् वर्षमा एकचोटि चाहिँ यहाँ कम्पनीले फ्यामिली पिकनिक गराउँछ नि त, अनि यस्तो रमाइलो हुन्छ क्या। बच्चाहरूलाई खेल्नेदेखि लिएर सबै ठुलो मान्छेहरूलाई पनि रमाइलो हुन्छ, खेल्ने सबै कुराहरू हुन्छ यहाँनिर। हामी पनि पर्खिरहेको छौँ। यहाँ चाहिँ हामी पर्खिरहेको छौँ, मेरो छोरी र म। यहाँनिर अब यसपछि चाहिँ हाम्रो टर्न एलिफेन्टमा चढ्ने। सबैजना यहाँ लाइनमा हुनुहुन्छ। हामी चाहिँ मामा छोरी चढिसक्यो हात्तीमा। साइमा हेर्नु साइमा साइमा चाहिँ ह्याप्पी, यस्तो रमाइलो भयो। यहाँ चाहिँ यस्तो रमाइलो भइरहेछ। सबैजनाले के खेल्ने सबै छ यहाँनिर चाहिँ। अनि हामी पनि वेटिङमा छौँ, त्यसपछि चाहिँ हामी पनि यहाँ चढ्ने भनेर। अब हामी चाहिँ यस्तो झटारैमा गऱ्यौँ। म फर्स्ट टाइम हो गाइस, डर लाग्यो मलाई, डर लाग्यो सर। फर्स्ट टाइम म यसमा चढेको, डर लाग्यो। म त रोएँ पनि, साँच्ची नै भन्नु पर्दाखेरि म रोएँ, डराएँ एकदमै। म त काँचो भयो। खाना जाँदैछौँ। यहाँ पनि खानेकुरा चाहिँ सबै फ्रीमा छ। प्रत्येक वर्ष चाहिँ यसरी फ्यामिली पिकनिक ल्याउँछ। यता चाहिँ खाने ठाउँ हो अनि खानेकुराहरू चाहिँ यसरी राखेको छ। यो चाहिँ अमेरिकन फुड हो। खानेकुराहरू चाहिँ यहीँ के हुन्छ सबै। सबैजनाले चाहिँ यहाँ लिँदै हुनुहुन्छ सबैजनाले। यहाँ चाहिँ खानेकुराहरू लिँदै हुनुहुन्छ यहाँ सबैजनाले। खानेकुराहरू चाहिँ यस्तो यस्तो छ, अमेरिकन फुड। पर साइमा आऊ। ल म दिन्छु। हामीले चाहिँ यता खानु सुरु गऱ्यौँ अमेरिकन फुड। यहाँ चाहिँ यस्तै खानेकुराहरू हुन्छ, सबैजनाले यहाँ खाँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ बसेर खाइरहेको छौँ। यता चाहिँ मेरो छोरीले खाँदैछ, उसको फेभरेट हटडग हो अनि हटडग खाइरहेको छ। खानेकुरा चाहिँ यस्तो छ यहाँनिर।
यहाँ चाहिँ मेरो छोरीले दोहोऱ्याउने अरे हो। मेरो छोरीले चाहिँ यहाँ स्टुलर यसरी दोहोऱ्याइरहेछ। साइम यता हो। यसरी नै प्रत्येक वर्ष चाहिँ कम्पनीले चाहिँ यसरी फ्यामिली पिकनिक गराउँछ अनि सबैजना यहाँनिर रमाइराख्नु भएको छ। सबै फ्यामिलीहरू यसरी आउनुहुन्छ। एकदम धेरै छ मान्छेहरू चाहिँ। मेरो छोरीलाई चाहिँ के गराउँदैछ आन्टीहरूले? पुरा टिकटक बनाउँदैछ हो मेरो छोरीले पनि। यस्तो रमाइलो हुन्छ। आज चाहिँ फेरि यस्तो राम्रो मौसम पनि भएको छ, शीतल छ, गर्मी पनि छैन। ब्रेकमा छौँ। 1 घन्टापछि चाहिँ फेरि स्टार्ट हुन्छ यहाँ खेल्नेहरू। अनि हामीले चाहिँ केही खानेकुराहरू खाएर पनि अहिले चाहिँ यहाँ यसरी हामी बसिरहेको छौँ। मेरो चिमचिम, हामी घाम तापिरहेको छौँ। घाम सँगसँगै हावा पनि यस्तो मिठो होइन, सरर हावा पनि आइरहेछ। अनि यहाँ नानीहरू पनि खेलिरहेछ। एकदमै मौसमले पनि साथ दिएको छ। आज चाहिँ धेरै राम्रो भइरहेछ। सबैजना रमाइराख्नु भएको छ। सबैजना खुसियाली भएर चाहिँ फ्यामिली साथ आज चाहिँ एकदमै रमाइलो भइरहेछ। यहाँ हामी चाहिँ यहाँ ट्रेन चढ्न जाँदैछौँ। मेरो बहिनीहरू, मेरो चिमचिम, अनि यता चाहिँ मेरो बुढो नानी सबैजना हामी चाहिँ यहाँ लाइन लाग्नु गइरहेको छ। हामी चाहिँ अब ट्रेन चढ्ने हो। यता चाहिँ ट्रेनको लागि सबैजना पर्खिराख्नु भएको छ। अब एकछिनमा चाहिँ ट्रेनमा चढ्ने सबैजना। यहाँ हाम्रो चिमचिम पनि पर्खिराख्नु भएको छ। यता निनी हुनुहुन्छ, उता साथी सबैजना लाइन छ क्या यहाँनिर ट्रेनको लागि। अब हामी चाहिँ यहाँनिर ट्रेन पर्खिरहेको छौँ। मेरो निनी, मेरो चिमचिम अनि हामी सबैजना यहाँ यसरी ट्रेन पर्खिरहेको छौँ। अब चाहिँ टाइम हुन लागिसक्यो। यहाँ मेरो बहिनीहरू पनि छ। साइमा यता फर्किनुपर्छ हौ। तिमी उल्टो गर्यो नि त। ट्रेनमा चढ्ने क्रम भइरहेछ यहाँ। सबैजना ट्रेनमा यसरी सबैजना गइराख्नु भएको छ। यहाँ सबैजना ट्रेनको लागि सबै यसरी रेलमा गइसक्यो। यसपछि चाहिँ हामी चढ्ने हो। यस्तो रमाइलो हुन्छ। बल्ल बल्ल फ्रीमा चढ्नु पाएको हो नि त फेरि यो पछि चाहिँ हामी चढ्छौँ। प्लेटफर्महरू पनि आइसक्यो। अब हाम्रो पालो हामी चाहिँ ट्रेनमा चढिसक्यो। यस्तो रमाइलो
हल्लाउनुपर्छ। यहाँ चाहिँ अहिले पापा छोरी चढेको। म चाहिँ अघि नै छोरीसँग चढेर अनि अहिले चाहिँ पापासँग मेरो छोरी चढेको एलिफेन्टमा। अलमोस्ट पिकनिकबाट पनि घर फर्किँदैछौँ। जोस् रमाइलो भयो, छोरीलाई यसो खेलाउनु पायो अनि आफू पनि एकछिन खेले। त्यसो भन्दै सबैजनालाई बाई बाई, फेरि भेटौँला।